हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ एकदम एक्स्ट्रा ब्लग भन्नेवाला छ। किन भन्दाखेरि लगभग रातिको 12 बजिसक्यो अनि हामी चाहिँ एकजना भाइ अनि मेरो दोस्त बसु पक्का कामसाम सकाएर आयो। एकदम फास्ट आज चाहिँ खानेकुराहरू बनाएर चाहिँ खान लागिरहेको छु हामी। त्यही भएर त्यो बनाएको भिडियो चाहिँ आउँदैन, खाएको भिडियो चाहिँ आउँछु। तर के खाँदैछु भन्ने कुरा चाहिँ अहिले देख्नु नै हुनेछ। र के बनाएको छ भने चाहिँ अलिकति एक्स्ट्रा होइन, घरमा अब घरको पनि यसो रुममा बस्दा पनि यसो भ्लग बनाइदिनु भनेर मात्रै आज चाहिँ अलिकति इनर्जी आयो क्या। त्यही हिसाबले अब अन्डा राइस अनि ग्रिल चिकन अनि त्यस पछाडि के छ त सर त्यस लौला सबै कुरा रेडी भइसकेको छ। आज अलिकति एक्स्ट्रा हल्का खाम भनेर होइन, अलिकति जाडो पनि छ नि त, खाना कति खाने भनेर, खाना दाल भात मात्रै कति खाने भनेर। अनि सबैजना त्यहाँ मेरो दोस्तले मेरो भाइहरूले पुरै रेडी गरिरहेको छ। म देखाउँछु है त अलरेडी सर्टमा चाहिँ। र हाम्रो यो ग्रिल चिकन चाहिँ रेडी भइसकेको छ अनि एक बोइल चाहिँ दामी भएछ, एकदम पर्फेक्ट भएछ। अनि त्यस पछाडि अब के छ भन्दाखेरि योसँग राइस अनि त्यस पछाडि कोरियन नुडल्स अनि अझ स्पेसल भनेको लोकल कुराको मासु त्यो पनि छ। अनि देखाइदिउँ न त हल्का हल्का यस्तो छ, अलिकति अब त्यस्तै छ होइन, मिलाएर हेर्नु होला। यो चाहिँ कोरियन नुडल्स भयो, टक्क हामीले ग्रिल चिकन चाहिँ यस्तो बना हो, राम्रै भएको होला सायद। अब हाल्दैछ, हेरौँ कस्तो हुन्छ होइन। आज चाहिँ रुमको भ्लग हो तर खासै राम्रो चाहिँ हुँदैन, यस्तै छ। मेरो भाइ के भन्न चाहन्छौ दाइको भ्लगमा? भोक लागिसक्यो होला है? ठिक छ, यतिकै अल्छी लागिरहेको थियो। अब यसो अब यताउता घुम्न गएको मात्रै कति भ्लग खिच्ने, यसो रुममा पनि यसो रमाइलो एउटा मेमोरीको लागि मात्रै हो। अनि त्यसको लागि चाहिँ यसो बनाइदिउँ भनेर मात्रै हो। अब त्यस्तो राम्रो चाहिँ होइन, अब यतिकै अब बस्दा होइन बोर्ड लाएर हो कि होइन। सो मेरो दोस्तले प्लेटिङ गर्दैछ, दुःख गर्छ केटोले चाहिँ बुढी पाल्छ यतिको भएपछि। टक्क म चाहिँ यसो गफसप हान्ने, अब यसो मैले बनाएको जस्तो भन्ने, तर बनाउने सब दोस्तले हो होइन। त्यही हो ल त है, यति नै। अब हामी यसो प्लेटिङ गरेर अब खानु पनि पर्छ। सो अब एकछिनमा देखाउनेछु है त। आज चाहिँ सर्ट हुनेछ भ्लग चाहिँ, सबै हेर्नु होला। के गर्दै यार, के आज स्पेसल चाहिँ के को हो त? आज मार छ त यार, आज त 1 बज्न लागिसकेको हुँदा यार आम्मामा चाहिँ लोकल कुरा हो कि एकदम। त्यही भएर ल फोकस हान्थ्यो है। त्यहाँ बार्बेक्यू सस हाल्नु लागिरहेछ होइन मेरो भाइ? कहिले खाम जस्तो भइरहेछ नि तिमीलाई? अब हान्नुपर्छ झ्याम्का झ्याम है त, झ्याम्का झ्याम हान्नुपर्छ। र अनि के भन्नु पर्दाखेरि चाहिँ कस्तो हो भने अलिकति जाडोले गर्दा अलिकति घाँटी पनि दुखिरहेछ होइन। यस्तो बेला यस्तो कुरा त खानु नहुने हो, तर कहिलेकाहीँ चाहिँ अलिकति खाना मन लाग्ने चाहिँ के भन्छ नि, फुड क्रेभिङ भएको के हुन्छ नि समथिङ, त्यो टाइपको भयो क्या। त्यो भएर चाहिँ आज चाहिँ हामी खायौँ न त जाडोमा यसो हट कुराहरू पनि भनेर। अनि त्यही हो, अब रेडी भइसक्यो। अब यताउता रेडी गरेर अब खानुपर्छ। दोस्त पुरा एकदम मिहिनेत गरिरहेको छ आज यो के को यो पार्टी हो भन्ने म कन्फ्युज थिएँ कि। के पार्टी छ थाहा छ भाइ? उति ल्याउ त, त्यो ल्याउ न। यो रहेछ नि त, यो रहेछ नि त कुरो त। किन यो आज यस्तो भइरहेछ भन्छु या दोस्त पुरा खट्याछ होइन, खट्याछ। अनि यो कारण यो रहेछ नि त, आइसकेछ नि त हातमा। यो त के हो भन्न पर्दैन नि मैले होइन? पर्छ त ल दोस्त, कङ्ग्रेचुलेसन होइन। यो चाहिँ कसले, मैले किनिदिएँ र? यस्तो हुनुपर्छ चाहिँ ल, ट्याक्क लगाएर अरेन्जले नि हान्ने। ल टक्क अब यसमा बार्बेक्यू सस हाल्ने होइन। यो चाहिँ ल बार्बेक्यू चिकन, एग बोइल, कोरियन नुडल्स अनि टक्क राइससँग सर बस्नु भएको बस्छ। ल अब चाहिँ हामी टक्क खानेतर्फ लागिसक्यो। यति नै हो, त्यस्तो धेरै खाना पनि सकिँदैन फेरि। दोस्रोले चाहिँ हान्छ फेरि अफ क्यामेरा चाहिँ, तिनटै हान्छ फेरि अफ क्यामेरा चाहिँ। यस्तै छ ल है त। अब खाएपछि हामी रिभ्यू दिनेछु दोस्त होइन त। अब अहिले त कस्तो भन्नु मिल्दैन होइन। भिडियो कहाँ भयो त, पुरा फोकस गरेर हान्नुहुन्थ्यो। अब खाना हतार भइसक्यो मेरो भन्दा पनि भिडियो भन्दा नि होइन त। त्यहाँबाट भिडियो हान्दा छ होइन, सबैजना चिन्ने पनि हुन्छ। म त त्यहाँ सुत्यो मेरो भाइ अरे हान्ने भाइ कि पहिला कोरियनबाट टेस्ट गर्नु त के हो?
कहाँ करे कहाँ करे योबाट यो चिकन चिकनबाट हो हालिदिउँ त खाना ल मेरो भाइ टेस्ट गरिदिइहाल्नु त कस्तो ठिक छ नाइस रुममा यतिको दुःख गर्नु धेरै ठुलो भने जाति होइन केटाकेटाले होइन यति पकाउनु हो कि होइन के हो दोष हो नि हो अब बोल्ने होइन खाने हो दोष चाहिँ अब बोल्दैन कि खाना पाएपछि दायाँ बायाँ अहिले हान्नु लगेर खाने होइन तर लास्टै बिरे यार है लोकल चामल मधुरो जस्तै काँटालाई खानै आउँदैन कि दोस्रो हो बाहिर फेरि 24 खाएर पनि राइस पनि होइन यहाँ चाहिँ यसो अब रुममा अब कम्प्रोमाइज गर्नु पऱ्यो नि त त्यही भएर चाहिँ अब सिक्दैछु है के मेरो भाइ नेपाली भएर भात चाहिँ खानुपर्छ जस्तै जे होइन दोस्त अरू कुरा त्यस्तै हो भात चाहिँ एभ्रिडे खान्छ लाज लाग्यो क्या तिमीलाई मेरो ब्लगमा छैन मजा आयो अन्डा खानु न अब हामीले भोलि चाहिँ के खाने सोचिरहेको छ छैन योभन्दा अझ एक्स्ट्रा बेटर होइन त भोलि खतरा खाने कि जस्तो ठिक हो तिमीलाई के लाग्छ हुन्छ के खानु भन अब जाडोमा अलिक तातै खानु पऱ्यो खान्छ होइन ठिक हो तातो पानीमा घोप्टो पऱ्यो ननस्टप देख्छ उता नि हेरेर खान्छ यसो टिभीतिर नि हेरेर खान्छ तातो चाहिँ के तातो पानीमा के रम हालेर खाने यस्तो कुरा रममा तातो पानी हालेर खानु नो अल्कोहल ओके म सुत्रिरहेको त सधैँ सोझो भन्थ्यो नि मान्छेहरू क्यामेरा अगाडि अर्कै हुन्छ क्यामेरा पछाडि अर्कै हुन्छ भने चाहिँ तिमी हो कि अब फर्स्टमा रातिको 1 बजे हामीले दङ्गै राख्थ्यो कोही होइन मध्यरातमा दोस्त चिकन हाल्नु किन सजाय राखेको खाउन तिम्रो ज्यान बनाउनु त यार म त ठिकै छ त यार के लाज लाग्यो यार तिम्रो ज्यान अलिक बनाउनु पर्ने छ यस्तो गर्ने हेर न यस्तो गर्ने त्यहाँ जिमन साउन्ड त्यहाँ त्यो खाएर जिम हान्नुपर्छ है अहिले हान्ने हो अहिले होइन अहिले हेर हाल जिम हानिहाल्नु पर्छ कहाँ मैले एकछिन फेरि आएपछि कडा हुन्छ नि जिम हान्नुपर्छ क्या बच्छ नि त होइन लेग पिस हान्दै हो लेग पिस हान्दै गर न हात फेरि बडी बिग्रिन्छ क्या जिम हान्नुपर्छ पखर्न बाङ्गो भयो बडी बिग्रिन्छ क्या अब हाल्नु त जिम मुजी खदा जस्तै गरे यार दरबको ज्यान जस्तै बनाउनु छ यार दोस्त उता राख नुडल्स खाँदै जिम हान्नु हुँदैन गल्छ कि हो क्या खाना जिम हान्नुपर्छ राइस पनि हान्नुपर्छ क्या खानामा मेन फोकस हो क्या अहिले पनि सिकिरहेको दाइको मोबाइलले चाहिँ नराख न दोष छ तपाईँ यार कहाँ हुन्छ हो यो चाहिँ 17 Pro Max हो मेरो भिडियो गरिरहेको थियो कि 18 Pro Max हो कि अनि त्यो यो राखेर चाहिँ 18 Pro Max गरेर राम्रो क्वालिटी आउँछ नि त त्यो त्यहाँ हाल्ने कि होइन ठिक हो त्यहाँ 70 लगाइनुपर्छ है अहिले लगायो भने सिधै होइन बेला त्यो राख्नुपर्छ है
कला आयो त्यहाँ तिम्रो सानो माया को तिम्रोबाट कला आयो त को सानो माया भने होला नि त अब उडाइदिनु नउठाउने हेलो अब राजीवको साथी बोलेको सुतिसक्नु भयो इम्पोर्टेन्ट काम थियो कोल्ड र हजुर यति राति राजीवको वाइफ राजीव त अहिले सुतिसक्नु भयो हुन्छ म अहिले उठाएर हजुरलाई कल ब्याक गर्न लाउँछु नि त है हजुरको नाम सानो माया के होला वाइवा ए ओके म्याम ओके शर्मिला वाइवा हो सानो माया हस् तिमी सुत्या हस् ओके ल म्याम हस् म्याम के भयो भाइ यार राति कल आउँछ राति 1 बजे कल आउँछ यार राइस खाउँछ यार किन म त्यत्रो खाइसक्यो हाउको नआउँछ राइस त्यसरी मलेर खाने होइन कि त होइन चौचौ ल्याम्पमा खाइसक्यो राइस छुट्टै खाने हो करेन्टमा हाल्नुपर्छ क्या न त फेरि अलिकति टेस्ट नै आउँदैन क्या मलाई चाहिँ हामी ड्रिङ्क्स ल्याउनु बिर्स्यो र आज नल्याएर कि मलाई चिसो लागिरहेको यो चाहिँ छुट्टै होइन छ हो नि यो छ त मेरो बेबी यहाँ मिठो छ पकाउँछ है धेरै लामो भयो है कर्को दिन किन कसो हाल्नु पऱ्यो जस्तो लागेर होइन यो नि सक्कम हामी लगाइछ भिडियो चाहिँ अब कस्तो भयो थाहा छैन होइन अब खाना चाहिँ अब खायो भनौँ अब के भन्नु अब सबै देखाउनलाई चाहिँ अलिकति लामो भयो त्यही भएर अलिकति बिचमा कट गरेँ सबै काम खानाहरू सबै खाइसकेर अनि के गर्नु घरमा बुढी छैन भाँडा पनि सब धोएर हात पनि चिसेछ होइन हात पनि चिसेछ सब धोएर काम सब सकाएर अब हामी चाहिँ सुन्नुपर्छ नि त होइन खाएपछि त्यही हिसाबले अब हामी बसिरहेको छु अनि दोष कस्तो भयो आजको पुरै झ्याप छ त्यहाँ राति 1 बजिसक्यो होइन त्यो दोष सबैजना निन्द्रा लागिरहेको छ अनि कस्तो भयो त त्यति भन्दै नि त ल जाडो छ बवाल भयो मजाले खाइयो नेक्स्ट टाइम अब खतरा खानुपर्छ अब नेक्स्ट टाइम हो खतरा खाने हो कस्तो गोरो देखायो त ब्राइटनेस बढायो क्या तिमी त कालै थियो त अनि यस्तो राति 1 बजे भएर चाहिँ कस्तो अनि त्यो गर्नु पर्ने दोष या मभन्दा गोरो देख्न खोज्छ यो भनेको कला हो कि कला क्वालिटी हो कि भने होइन पुरै हुन्छ नि ब्राइटनेस बढाएर केही छैन टुरिस्ट जस्तो देखायो क्या हुनु यार अनि कस्तो भयो भाइ एकदम तर हेभी भयो नभएर खाना गएर है अब हामी त केटीहरूले जस्तो फेरि करेन्ट अलिकति ज्यामजाम खानु पनि सक्दैन नि त होइन 3-4 प्याकेट केटीले त पायो भने ल दोष 5 प्याकेट त गल्लै पाएको त है हामी त्यस्तो सक्दैन ल स्पाइसी पनि अलिक लाइट नै खाएको थियो अनि त्यही हो जाडो छ अब सुत्नुपर्छ ल 1 साढे 1 पनि भइसक्यो होइन कामको थकित पनि छु खाना ठन्डा खाएपछि रेस्ट पनि गर्नुपर्छ तपाईँहरू पनि जाडोमा स्वस्थ रहनु मस्त रहनु होइन केयर गर्नु होला होइन तातो पानी पिउनु होला त्यो तातो पानी फर्स्टमा पिउने चाहिँ मैले भने फेरि त्यो तातो पानी पिउनु होला अब हामी पनि सुत्नुपर्छ निन्द लागिसक्यो भिडियो चाहिँ अहिले हालेर सुत्नुपर्छ त्यो मजा आउँदैन यतिकै रुममा पनि कसरी बसिन्छ एउटा मेमोरी होइन त्यसको लागि चाहिँ बनाएको जस्तो त्यो ब्लग त्यस्तो केही पनि होइन ल यति भन्दै गुड नाइट सी यू टेक केयर स्टेसन के भन्छ अरे स्टेटुन के भन्छ अरे भन्दै ल बाई बाई गर नि त बाई ल बाई